हेलो साथीहरू, नमस्ते। आज चाहिँ हामीसँग यस्तो नसोचेको घटना घट्यो नि साथीहरू, के भन्नु र, साह्रै दुःख पाइयो। अनि आज चाहिँ साउनको 2 गते हामीहरू चाहिँ घर जानलाई एकदम म लुगा प्याक गर्दैछु, नुहाइ गरेर होइन, खानासाना खाएर यहाँ हेर्नु न, सबै लुगासुगा प्याक गर्दैछु बाबुको। अनि धेरैजना मसाहरू कहाँ कहाँ जाने, मितिनीकोमा जाने, मामाकोमा जाने भनेर प्लान बनाएर आएको साथीहरू। म लुगासुगा पुरै बोकेर होइन, वान पिस नयाँ नयाँ लुगाहरू लाएर जाने भनेर चाहिँ आएको हो। तर म कहीँ जान पाएन साथीहरू। आउने बित्तिकै बाबुको खोप थियो, खोपको लागि आएको। खोप लगाएपछि बाबु हप्ता दिन जति त बिरामी नै पऱ्यो, रुगा खोकीले ग्रस्त। त्यस पछाडि घाम लाग्यो साथीहरू, उता गर्मी भयो। अलि दिन पछाडि जाने भनेको पानी परेर धान रोपाइ सुरु भयो मम्मीको। अनि त कहीँ जानै पाइएन। त्यही भएर साथीहरू यो भिडियो मार्फत चाहिँ म आफन्तजनहरूमा चाहिँ सरी भन्न चाहन्छु। योचोटि चाहिँ आउन सकिएन होइन। अर्कोचोटि चाहिँ नेक्स्टचोटि चाहिँ बाबु अलिकति ठुलो पनि हुन्छ अनि चाहिँ तपाईँहरूको सबैको घरमा 2-4 दिन बस्ने गरी आउँछु भनेर चाहिँ मैले भने साथीहरू। यहाँ हामी चाहिँ जानलाई रेडी भयौँ। मेरो छोरा चाहिँ हेर्नु न, यहाँ राम्ररी बस्न पनि जानेको छैन, घुँडा थापेर पनि हिँड्दैन। त्यही पनि उसलाई बाइकमा चाहिँ स्टाइल पारेर बस्नुपर्ने साथीहरू। मम्मी चाहिँ ब्याग लिएर पछाडि पछाडि आउँदै हुनुहुन्छ। म र मम्मी चाहिँ हिँड्दै, अनि मेरो बुढा र छोरा चाहिँ बाइकमा बिस्तारै बिस्तारै आउँदै हुनुहुन्छ कि। अनि यहाँ जाने बेलामा चाहिँ ठ्याक्कै चटपटेको दोकान छ। अब चटपटे लभर फेरि म परेँ साथीहरू। चटपटे त खानै पर्यो होइन। अब लास्ट दिन आज फेरि गइहालिन्छ। उता विराटनगरको चटपटे मलाई मन पर्दैन क्या। यहाँको चाहिँ झापाको चाहिँ हाम्रो यहाँ भाइरल आन्टीको चटपटे चाहिँ एकदम च्वाक छ क्या साथीहरू। हजुर पनि नजिकै हुनुहुन्छ भने गल्डुबा बजार छेउमा चाहिँ टेस्ट गर्न सक्नुहुन्छ। अनि यता हाम्रो हजुरबाले चाहिँ बोलाउँदै हुन्थ्यो मेरो छोरालाई, आऊ भनेर, मानेर जान उता पनि। अनि यहाँ आन्टीले चाहिँ चटपटे रेडी गरिदिनु भयो साथीहरू। मैले खाएँ होइन। अनि हामीहरू चाहिँ के नसोचेको घटना भयो भने नि साथीहरू, हामी गौरीगञ्ज खजुरगाछीमा पुग्यौँ। अनि पेट्रोल सक्यो। पेट्रोल सकेपछि अलिकति अगाडि पेट्रोल पम्प थियो, पेट्रोल भऱ्यौँ त्यहाँनिर 500को। अनि त्यस पछाडि हामी हिँड्यौँ साथीहरू। रतुवाको पुल पुग्ने बित्तिकै ठ्याक्कै हाम्रो गाडीमा प्रब्लम भयो। गाडी रोक्यो, घ्याचाक घ्याचाक गरेर रोक्यो। अब हिँड्दैन। अनि त्यहाँ फेरि एकछिन बनायौँ साथीहरू। फेरि अलिकति आयो, 1 किलोमिटर फेरि बिग्रियो साथीहरू। अनि यसरी हेर्नु, अब यहाँ ठेल्न नसकेर मेरो बुढाले अनि अटो बोलाएर यो अटोवाला अङ्कलको डोरी मागेर अनि बाइक त्यहाँनिर बाँधेर, अनि यसरी हामी आमा छोरा चाहिँ अटोमा अनि मेरो बुढा चाहिँ बाइकमा त्यसै गरी डोर्याएर लाँदैछौँ साथीहरू। अब यहाँ अगाडि नेक्स्ट ठाउँ जहाँनिर ग्यारेज हुन्छ त्यहाँ रोकाएर अनि बनाउने भनेर चाहिँ हामी हिँडेको। साह्रै दुःख पाइँदो रहेछ साथीहरू, के भन्नु। कहिलेकाहीँ त यस्तो यात्रा गर्न पनि बाइकहरूमा, गाडीहरूमा धेरै गाह्रो यस्तो भयो भने हामी 4 बजे हिँडेको 5 बजे पुगिहाल्छौँ भनेर होइन। यहीँ बेतौना हामीहरूको मूल घर हो नि त। अनि 1 घन्टामा पुगिहालिन्छ भनेर हिँडेको। के पुग्नु साथीहरू, पानी पर्ने मौसम उस्तै छ, पानी पर्न आँटिरहेछ पुरै। अब बाइक झन् बिग्रेर बनाउने ठाउँ नभएर फेरि यो यस्तो ठाउँमा बिग्रिन्छ नि बाइक, कतै ग्यारेज स्यारेज पनि नपाइने, ठेलेर पनि लान नमिल्ने होइन। यस्तो हेभी गाडी छ नि त। अनि गाह्रो भएर अनि यसरी अटोमा लिएर जाँदैछौँ। अनि अङ्कलले चाहिँ अगाडि ग्यारेज हेर्ने बित्तिकै म रोकाउँछु भन्नुभयो होइन। अनि यसरी जाँदै 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 अलिकति अगाडि भद्रचोक भन्ने ठाउँमा चाहिँ हामीले एउटा ग्यारेज भेट्यौँ साथीहरू। अनि त्यहाँनिर चाहिँ अङ्कलले रोकाउनु भयो। रोकाएपछि चाहिँ त्यहाँ बनाउन लाउनु भयो। यहाँ हेर्नु न, अङ्कलले चाहिँ चुट्यो भने मलाई भन्नु है भनेर भन्दै हुनुहुन्छ। अनि ल ल हुन्छ अङ्कल भन्छु भनेर चाहिँ यसरी डोर्याएर लाँदैछौँ। अब अटोमा पनि कति पैसा लिने हो थाहा छैन साथीहरू। अब आपत परेपछि त गर्नै पर्यो होइन। अनि यहाँ रोकाउनु भयो भद्रचोकमा। अनि यहाँ बनाउन थाल्नुभयो बाइक। अनि यो दाइले बनाउन सक्नुहुन्छ कि सक्नुहुन्न भनेको, सकिहाल्छु नि किन नसक्नु भनेर, यति बाइक बनाउँछु भनेर भन्नुभयो। लु न त बनाउनु न त दाइ भनेर अब बनाउन दिएको। तपाईँको 4:30 बजे बनाउन दिएको साथीहरू। 5:30, 6:30, 7:30, 8:30 बजीसम्म पनि नबनेको बाइक। भन्नु त कस्तो गाह्रो। यहाँ कि एउटामा त्यहाँ पानी पसेको होला कि भनेर चाहिँ यहाँ खोलखाल गरेर सबै यहाँ हेर्नु न, सबै पार्ट बाइकको निकालेर
अनि त्यो के हो त्यो के पो भन्छ हौ साथीहरू, मैले बिर्सेँ होइन नाम चाहिँ। अनि त्यो खोलेर अन्त त्यसको भित्र सफा गर्नुभयो होइन। अनि पेट्रोलमा पनि पानी पसेको भयो त्यो पनि खोलेर सफा गर्नुभयो। त्यो अगाडि पनि सफा गर्यो त्यो अगाडिको ग्यारेजमा, त्यहाँ पनि भएन। अनि यहाँ गर्नुभयो, यहाँ पनि नभएर तनाव साथीहरू। यहाँ हामी 5:30 बजे बसेको, 5:30 6:30 2 घन्टा भयो साथीहरू। 2-2.5 घन्टा बसेको हामी नभएर। अनि पुरै साँझ पर्न आँटिसक्यो। हो यही हो साथीहरू, यसैमा फोहोर पसेको छ कि भनेर उहाँले निकालेर पुरै सफा गरिदिनु भयो होइन। त्यही पनि भएन। अनि त्यस पछाडि चाहिँ ढिलो हुन्छ, अब साथमा बच्चा छ गाह्रो हुन्छ भनेर चाहिँ बुढाले त्यही अटोवालालाई अङ्कल पुर्याइदिनु न भनेर भन्यो, रिक्वेस्ट गर्यो होइन। तर यस्तो बेलामा चाहिँ अटोवालाहरूले पनि पुरै धेरै पैसा मागेर नि तनावै गर्दो रहेछ साथीहरू। के भन्नु, बाइक पनि बनेन। अब अनि हामी आमा छोरा चाहिँ यसरी अटोमा हेर्नु कति साँझ परिसक्यो भन्नु त, रातै भइसक्यो। अनि यसरी 7:30 बजे जाँदैछौँ साथीहरू। यहाँ चाहिँ रङ्गली रोड हो, यतातिर बत्तीहरू झिल्लिमिल्ली गरेको छ। अनि मेरो बुढा चाहिँ अझै त्यहीँ छ, बाइक बनाउँदैछ। हामीहरू चाहिँ घरतिर लाग्यौँ साथीहरू। यो अङ्कलले पनि कति धेरै भाडा लिनुभयो भन्नु त। त्यहाँ भदरचोकबाट यहाँनिर ल्याउन 1500 अरे साथीहरू। यति धेरै पैसा ठग्नु मिल्छ भन्नु त, अब के गर्नु, लिनै पर्यो। अनि हामी आमा छोरा चाहिँ घर पुग्यौँ। मैले अनि अटोवाला चाहिँ गएँ साथीहरू। मेरो छोराको पनि लुगासुगा खोलिदिएँ, मैले पनि ड्रेस चेन्ज गरेँ। यहाँ हेर्नु रातिको 8 बज्न आँटिसक्यो, यतिखेर हामी घर पुग्यौँ। अब मेरो बुढाको अत्तो पत्तो छैन साथीहरू, बाइक ठिक भएकै छैन अरे। ल साथीहरू यति नै।